2063 वर्ग किलोमिटर क्षेत्रफल ओगटेको उदयपुर नेपालको 27औं, पूर्वाञ्चल विकास क्षेत्रको चौथो र सगरमाथा अञ्चलको दोस्रो ठुलो जिल्ला हो। जिल्ला सदरमुकाम गाईघाटबाट पूर्वपट्टि करिब 15 कोस टाढा रहेको यस गाविसको उत्तरमा कटुन्जे बबला, दक्षिणमा तपेश्वरी गाविस, पूर्वमा सुनसरीको महेन्द्रनगर र बराहा क्षेत्र गाविस, उत्तर पूर्वमा मैनामैनी र पश्चिममा बेलटार बसाहा नगरपालिकासँग सिमाना जोडिएको छ। विकासको प्रचुर सम्भावना बोकेको र जिल्लाकै सबैभन्दा धेरै जनसङ्ख्या भएको गाविस हो रामपुर ठोक्सिला। क्षेत्रफलको हिसाबले यो गाविस भलाया डाँडा गाविस र रिस्कु गाविस पछिको उदयपुर जिल्लाकै तेस्रो ठुलो गाविस हो। रामपुर ठोक्सिला नेपाल अधिराज्यको पूर्व उत्तर प्रसिद्ध सप्तकोशी नदीको पश्चिम सिमाना र महाभारत पहाडको काखमा रहेको उदयपुर जिल्लाको पूर्वी भेगमा अवस्थित एउटा सुन्दर गाविस हो। बसाहाको बेलाका देउराली डाँडाबाट ओह्रालो झरेर सुपाडे लागेपछि सुरु हुने यस गाविसको शिरमा महाभारत पर्वत, दक्षिण पूर्वमा चर्चित कोशी टापु वन्यजन्तु आरक्ष, पूर्वमा सप्तकोशी नदी, बीचमा समथर सुन्दर हरियाली र पुरानो गाविसका रूपमा चिनिने गाविस पनि रामपुर ठोक्सिला नै हो। उदयपुर जिल्लाकै सबैभन्दा बढी जनसङ्ख्या भएको यस गाविसमा 2058 सालको राष्ट्रिय जनगणनाले गाविसको कुल जनसङ्ख्या 19,246 जना देखाएको थियो। सम्भावनाको उच्च कोटीमा रहेको सुन्दर र हराभरा नेपालकै विशाल नदी सप्तकोशी बगिरहेको विभिन्न मठ मन्दिरले सजिएको रमणीय गाविस ठोक्सिलाको ऐतिहासिक पृष्ठभूमिले पनि यसलाई अझै महत्त्व दिएको छ। हिन्दू धर्मावलम्बीहरूको बाहुल्यता रहेको यस गाविसमा हिन्दूसँगै क्रिस्चियन, मुस्लिम र बौद्ध धर्म मान्नेहरू समेत रहेका छन्। 27 सालबाट यहाँ गाडी ल्याएर गाडी दुईटा ल्यान्ड रोभर किनेर ल्याएर चलायौँ। 2061 साल मङ्सिर 5 गतेदेखि सार्वजनिक यातायात सञ्चालनका लागि स्थानीय यातायात व्यवसायी सदरमुकाम गाईघाटदेखि ठोक्सिला गाविसको रामपुरसम्मको रुटमा यात्रुवाहक बस सञ्चालनमा ल्याउनु भएको थियो। यातायातको सहज सञ्चालनमा सुपाडेदेखि डुम्री बोटेसम्म आइपुग्दा बीचमा पर्ने 16-17 वटा खोलाहरूले बाधा गर्ने गरेका छन्। यी खोलाहरूमा पुल छैनन्, त्यसैले यातायात व्यवसायीहरूले जोखिम मोलेर यसरी सवारी साधनहरू सञ्चालन गरिरहेका छन्। सप्तकोशीमा निर्माणाधीन पुल सञ्चालनमा आएपछि हालको रुटमा लाग्ने समयभन्दा झन्डै 4 घण्टा बचत भई 1 घण्टाभन्दा कम समयमा नै ठोक्सिलाबाट इटहरी धरान पुग्न सकिन्छ। शैक्षिक अवस्थालाई निहाल्दा ठोक्सिलाले पहिलेको तुलनामा निकै फड्को मारेको देखिन्छ। 80% आफ्नो योग्यता अनुसारको नोकरी नपाउँदा खाडी मुलुकहरूमा गएर श्रम बेच्न बाध्य छन्। एउटा पनि अस्पताल नभएको यस गाविसको वडा नम्बर 2 मा एउटा हेल्थ पोस्ट रहेको छ। ठोक्सिलाको 9 नम्बर वार्ड भनेको अलिकति पोल्टो जग्गा रहेछ कि यसमा अब प्रत्येक घरमा अहिले टेलिभिजन छ हैन, तर टेलिभिजन भए पनि त्यो डेगमा सिडी लायो फिल्म हेर्यो, अनि त्यो च्यानललाई कुनै टिप्दैन। नेपाल जस्तो गरिब मुलुकमा बस्ने अधिकांश जनसङ्ख्या पनि कृषिमा आश्रित छ। नेपालकै सन्दर्भमा कुल जनसङ्ख्याको करिब 70% जनसङ्ख्या कृषि पेसामा संलग्न छ। प्रहरी कार्यालय, स्वास्थ्य चौकी, इलाका कृषि कार्यालय, गाविस लगायतका अधिकांश पूर्वाधारहरू रामपुरमा रहेकाले रामपुरलाई यस गाविसको केन्द्रका रूपमा लिन सकिन्छ। ठोक्सिलाको यो हाट बजारमा सप्तरी, सुनसरी र भोजपुरसम्मका व्यापारी आई बजार लगाउँछन्। रामपुर ठोक्सिला गाविसको बृहत्तर विकास नै यस गाविसमा बस्ने सबै वर्ग र समुदायको विकास हो। यसर्थ ठोक्सिला विकासका लागि हामी सबै मन, वचन र कर्मले लागि पर्नुपर्ने आवश्यकता छ।